हामीले नेताका गफ धेरै सुन्यौँ, आशा राख्यौँ, परीक्षा गर्यौँ, तर देश क्रमशः शून्यतिर धकेलिँदै गयो। भोट त जनताले दियो, तर भोट लिएपछि देश लुट्ने काम भयो। अब दोष कसको हो भनेर आफैलाई प्रश्न गर्ने समय आएको छ। यसपालिको चुनावमा भावनामा होइन, विवेक र जिम्मेवारीका साथ देश हाँक्न सक्ने नेतृत्व र पार्टीलाई बहुमत दिएर नेपालको भविष्य जोगाउन म आम नेपाली मतदाताहरूलाई म आह्वान गर्छु। देश एकदम सङ्कटको अवस्थामा छ। अब नेताका गफ त धेरै सुनियो। अब नेपालमा भएका सब कल कारखाना उद्योग धन्दाहरू सब बेचेर खाए। अब सबै यही अब नेतामा केही पर्सेन्ट व्यक्तिहरू त्यसैको झोला बोकेर हिँड्नाले नै यो देशको अवस्था बिग्रेको जान्न सकिन्छ। सबै युवाहरूलाई खाडीतिर लगेर अब युरोपतिर लगेर बेची छन्। दिनदिनै परदेशी नै अब नेपालीको सङ्ख्या धेरै नै छ। अब नेपालमा एउटा राम्रो अवसर नपाएकै कारणले गर्दाखेरि सबै नेपाली युवा पुस्ताहरू विदेशी नीतिको पीडा सबैलाई छ। त्यसैले यो समय आएको छ। यो समयमा एकदम राम्रो नेतृत्व चयन गरेर एउटा पार्टीलाई मात्र नेपालभरिबाट बहुमत दिएर अगाडि बढाउन सक्यो भने देशले कुनै शान्ति पाउन सक्छ। दीर्घकालीन योजनाहरू अगाडि बढ्न सक्छन्, कल कारखाना उत्पादन हुन सक्छन् भन्ने हाम्रो आशा पनि छ। अब स्थायी सरकार आयो भने मात्र केही हुन्छ कि भन्ने हाम्रो आश पनि हो। नयाँलाई अब एकफेर हेर्ने मौका पनि छ। अब यो अवसरमा सबैले भोट हालेर अवसर नगुमाउनु हुन म हार्दिक अनुरोध गर्दछु।